किया हबको प्रस्तुति We are here for yours. Bravo Bank, a reason for your success. एकैछिन फुर्सद छैन पर्छ चटारो अभागियो पुरपुरोमा सधैँ चटारो एकैछिन फुर्सद छैन पर्छ चटारो अभागियो पुरपुरोमा सधैँ चटारो खानु नपिउनु हजुर लाखर लाखर हिँड्यो न त ठाउँमा पुग्न सक्यो न त मान्छे चिन्यो काम बल्ला भन्दा भन्दै मरिसक्यो आशै जे गरे नि सुख छैन ए मेरी बासै ए मेरी बासै मेरी बासै मेरी बासै मेरी बासै अन्त फुकुर किन उद्धाको घरमा उपाठा भन्दा केही छैन फुकुरी उद्धाको छ अगाडि गिरम्लो राखेको छ आज अष्टमी हो दसैँ आउन कति दिन बाँकी छ पानी के खान तताको हो नुहाउनलाई पानी तता भए नुहाइहाले भइहाल्यो के खानु त फुकुर उद्धाउनु पर्यो किन चुप लाग्यो खसी खोइ दिदी मिनाजुलाई गाली नगर खसी सापटी काकालाई खसी ल्याउन लगाएर पो मिनाजुले पानी तताएका रहेछन् बुढोले यति कायदाको खसी मगाएको रहेछ न पो चुप लागेर कुकुरी उतारेर जाम गर्छन् भेनाजु कस्ता सापटी काका यो हो त खसी भनेको कायदा दसैँमा काट्ने खसी भनेको चाहिँ यतिको हुनुपर्छ कस्तो कायदा गर्नु त ल सरल यो खसी कति किलो जति होला यो जिउँदो जोग्दाखेरि त्यस्तै 40 किलो जति होला त दसैँ राम्रो हुने भयो दिदी भयो पहिल्याउ त सापटी काका म डराउँछु आबै छोरानी मास्टरले डराइहाल्छु नि बिस्तारै बिस्तारै आयो केटा ल सापटी काका हजुर धेरै धेरै धन्यवाद है दुःख पाउनु भयो धन्यवाद अरे होइन के को धन्यवाद हो का अब यत्रो खसी ल्याइदिएर दुःख गर्नुभयो धन्यवाद दिनु परिहाल्यो नि होइन तिमीले यो खसी आफ्नै सोच्यौ कि क्या यो खसी त मेरो तिम्रा बुढाले यतिको खसी काट्ने हैसियत छ घर आमा खसी काटेका छन् कि घिरौँला काटेका छन् अझ खसी ल्याइदिएको धन्यवाद अरे हेर न अझ ठुलो कुरा गरेको चान्चुने खसी सोचै छौ यो त जिउँदो 40 किलो छ 40 किलो अझ धन्यवाद हैया हेर न मास्टरनीको दिमाग मास्टरै रहेछ नि माथि अर्का खसी ल्याइदिएको धन्यवाद यी आमा हो खसी खोइ मिनाजु खसी खोइ भनेको
खुट्टा होइन खुट्टा रगत थाप यहाँ पुछारसम्म लादी झर्छ यहाँ छिटो गइसक्यो ल अब यो रक्त बनाउने टक्क रक्त बनाउने दाजु ये उल्का र अचम्म यो महाअष्टमीको दिनमा म यो के गाई यात्रा देख्दैछु परेमाको खर्कुलोमा भकभकी पानी उम्लिरहेछ रक्ती हाल्ने बाजा पनि भयङ्कर छ लाग्दछ घोरले खसी ढल्दैछ तर ढल्ने बेलामा हिरोउनु ढलिरहेछ यतिको दुर्गति र यतिको बेदत त मैले यो जन्ममा देखाएको थिइनँ देख्नु पनि नपरोस् पठै परा लगाएर मास्टरजी नानी र सबु नानी तामा टुबी परेका छन् पटक्कै मन खायो मेरो नानी चिन्ता नगर म छु अब सँगैको घरमा टखमले खसेको विभिन्न परिकार बन्ने यहाँ चाहिँ सिरौलोको तरकारी म देख्न सक्दिनँ आऊ यसपालिको दसैँ मौका आऊ अप्ठ्यारो नगर भिडियो हो यो आज अष्टमीको दिनमा एउटा मासुको टुक्रा त चाख्नु पर्यो नि किन भिडियो गरेको थिएँ भरे मलाई त लास्टै भयो म त अब एउटा बोयफ्रेन्ड उता हेर्नु लाइटमा मोबाइल हालेर मेरो व्यस्त डाउनलोड भन्दा नि बुवा जस्तै हेर्छ अगाडि बसेर टिभी हेर्नु के गर्नु अनि सुन्नु भोलि आउनु न भोलि बिदा लिनु नि त भोलि बाबुलाई यसो दुधो चटाइदिने अब सबै भएको बेला भनेर आउनु न अनि तपाईँले नि त खुवाइदिनु भनेपछि भोलि आउनु न ए तपाईँको कुरै के हो त्यो हतार हतार गरेर भोलि जाँदा पर्सि बिहान आउनु पर्दैन अहिले अलि पछि आउनु हतार गरेर एकदिन ल्यायो अनि गयो उहाँले खर्च पैसा हाल्दिनँ यहाँ अब हामीले दुधो चटाइदिन्छ ए भगवान् भोलि आमालाई टिका लगाइदिँदा आमालाई लगाइदिनुहुन्छ के हुन्छ र यो लगाइदिनु भोलि बाटो 6 महिना पुग्छ लगाइदिनु भन्दैन यसो खिरसिर गर्छन् र अनि तपाईँ त एक दिनलाई भए आउनु पर्दैन पैसा हालिदिनु सुन्नुभयो अलिक पछि आउनु अनि हातहरू गर्दै आयो जाऊ मिल्छ एक दुई दिन बिदा हालेर कतिना मासु खाना आका खाना यहीको होला नि खाइहाल्यो नि भुटान बरु थप्पो गन्दै गर
पैसा हालिदिनु दिदीकोमा हालिदिनु गरेर 4-5 हजार हालिदिनु खोजेर यहाँ त रिटोपुट्टै अब भत्ता आउँदैन नि अब पछि त अहिलेलाई छैन। मासु नि खानु पाइने म त त्यही भएर दौड्नु पर्यो। यता सुन्नु न त्यही गर्नु कि तपाईँ आउनु नि तेल हाल के गर भन्दा बरु सुन्नुभयो रमाइलो भन्ने कुरो जहिले पनि रमाइलो हो। तेल 500 भाडा बुटोल सावित्री दिदीले भन्नुको के अरे चितवनबाट 350 मा पुग्थ्यो पुल्चोकबाट बर्गर अहिले 500 लियो। डमोलीमा पनि हो त्यो बरु यहाँ काम हुन्छ अहिले बरु बिदा पनि हुन्छ बरु 1-2 दिन 3-4 दिन भन्ने गरेर बिदा लिएर आउनु सँगै पार्टी हतार हतार गरेर आऊ भोलिपल्ट फर्के खर्च मात्रै भनेको मान्नु बाबुलाई दुध किनेर दिदीलाई एसियामा हालिदिनु यहाँ दिदी किन्नु भयो हालिदिन्छौँ के भयो नि 5,000 रुपियाँ हालिदिनु 3-4 हजार 3-4 हजार 5,000 हालिदिनु तपाईँ पर्दैन होइन उता बाहिर मिन्सिङ यसो रोटी सोटी पकाउने भनेको के अरे सावित्री दिदीसँग पकाइदिनुमा त्यो पुल्चोक लिन जाने रोटी सोटी भने तपाईँ पर्दैन आउनु पछि सँगै मलाई त्यहाँ गाडीमा चलाइदिनु तपाईँको दिदीलाई सोधौँ निमोनिया हुन लागिसक्यो मान्छे हामी के को मासु खाने आधा दिन्छु भने हैन हामीलाई मासु खोइ के मासु खाने हो अब केलाई पुस्कर गरे मैले बोला मासु दिन्छु भने तिमीले बोली बनाएको नि कहाँ लौटे के रे खु मासुले आधा मासु दिन्छ ले हैन पक्का सकिन लागिदिएको कहाँ हाल्छ के मुख बन्द हाल्छ मेरो पनि त्यस्तै भएको छ मेरो नि के अरे बिहा सबै मोबाइल ब्याङ्किङ कुनै छैन
बोल्नु एकछिन यति रिस उठ्छ नि दिदी नि तपाईँ आउने भन्नु थियो नभए भान्जाको इक्जाम आछ अब कति आइजाइ गर्ने हो र पछि आउँछु अलि बस्ने गरेर भन्नुभएको थियो हिजो एक दिनमै फर्किनु भए आउँथ्यो भन्नु थियो अब त्यस्तो हतार हतार गरेर रातारात गरेर हिँड्न पर्दैन कि बेला खाइने कतिले पैसा हालिदिनु यहाँ काम बन्छ एकछिनमा हामीले कमाउँछ नि त्यति पैसा आज अष्टमीको हो अनि कति किलो छ त नि 32 किलो छ 32 किलो यस्तो सिङ नभएको त मासु मिठो पनि हुँदैन नि हेर्दै कुकुर अनि 4 कक्षामा मेरो सेरोफेरोमा पढेन अक्षर राम्रो मसीको मासु मिठो सिङ भएको खसीको भन्ने अन्त 3 कक्षा खेल्न मान्छेलाई 4 कक्षा के थाहा है के हो एकछिन पकाएन को भाडा काट्दा दिने त भाडामा के भन्यो त्यो भाडामा आधा घन्टालाई 500 दिन्छु केही गर्नु पर्दैन मेरो घर आएर ठ्याक्क काट्ने मासु तिमीले लिएर जाऊ 500 दिन्छु म आफ्नो घरमा काट्न ल्याएपछि तिम्रो घरमा लान्छु त के हो त तिम्रो घर आएर काट्ने हैन मासु लिएर जाऊ न 5000 दिन्छु हजुर ए नचाहिने कुरा गरे 900 मा घरमा काट्न ल्याएको खसी पनि कसरी भाडामा अरूले काट्न दिन्छ त के हो त तिम्रो आगो र मेरो आगो फरक त हो नि जब मासु तिमीले लैजाऊ न काटेको मात्रै 1000 दिन्छु हुँदैन 1500 2000 2500 5 किलो लानालाई 4000 पर्छ अनि 1500 तेरो बाल दिन्छ ओइ मास्टर 200 मा खसी ल्याएको तेरो बाउको भन्ने भर्खर 80 मात्रै स्वर जवाब गरे मान्छेलाई तेरो बाउ भन्छ आज म तँलाई छोड्दिनु तँलाई मास्टर मैले तँलाई जानेछु मिल्दैन मेरो मोबाइलबाट केही गर्दा अब सुवाले पैसा हाल्दै हाल्न नि भन्नुभयो भने मैले हाल्न मिल्दैन आमा तँलाई भेट्या भए मैले जाने थिएँ ल सुवाले पैसा हाल्दै कुनै दिन भेट्ला नि भने मैले हाल्न मिल्दैन झगडा मिल्दैन कस्तो गाह्रो बनाइदिएको खसी भयो त ल न ए ल न खसी न भान्जा त खोइ र भान्जा भान्जा है त छोडेर हिँड्या खसी 32 किलो भने होइन 33 किलो र त यहाँ जोख्या अहिले आएर मान्छेबाट ठेला छोड्यो काल जमाना ठिक छैन अष्टमीको दिन खसी हरायो भने मानव अधिकारवादी भने जस्तै पशु अधिकारवादी हुन्छन् त्यस्तो बिचबाट लगाएर खसी पारेर छोड्ने पानी खान नपाएर प्याक प्याक भाँडा छ मैले लगेर पानी खुवाएको अहिले थाहा पायो भने मार्दैनन् जेल हालिन्छन् जेल बुझ्नु सुन्नु छैन ल लियो आफ्नो खसी खसी मासु खान खोजेर मात्रै हुन्छ आफ्नो पहिल्यै सम्झाउ मास्टर नि नानी भर्खर किनेर ल्याएको खसी चोरेर ल्यायो चोरे होइन पानी खुवाउन ल्याएकोलाई जान्नुहुन्छ
बिहा गरेर उहाँ तिर्खा ल खसी हो खसी बेलुका ल्याउँछु त अझै छ त टाइम किनेर ल्याउनु चोरेर ल्याउनु भनेको होइन हामीले मलाई एउटा कुरो थाहा छ दसैँमा त्यो खसी काट्नै पर्छ भन्छ यो अत्याचार यो हिंसा नगरी हुँदैन मासु नखाने त दसैँ मनाइरहेको छ त त्यसरी मनाउँ न यसपालि अब घर मासु खुवाउनको लागि हिंसा गर्छु भनेर टाढो खोज्यो होला होइन अलिपछि मासु खाँदा हिंसा भएको थिएन त घर कसरी आउँछ मैले जानेछु यसपालिदेखि मैले मासु छोडे हो क्या तिमीलाई यो फ्याटी लिभरको के हुन्छ क्या मासु रातो मासु खानुहुन्न मंगलाकारी भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री सुधा नमस्ते जय माता दुर्गे जय माता दुर्गे छोरी निर्मली र चालका हो है साइज भेटिकन दिनु हुँदैन यहाँ नाति त कति ज्ञानी ल दसिना पाइन्छ भनेर साइज भन्छ बसिहाल्छ जय दुर्गे जय दुर्गे जय कलश भगवान जय भगवान जय 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 लक्ष्मी जयंती मंगलाकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री सुधा नमस्ते अब ज्वाइँ हतारमा हुनुहुन्छ हतार हतार आउनु र यो बुढोलाई चाहिँ अब नाति नातिनाको मुखदेखि ठुलो छोको छ भन्ने बेलामा त्यो पुरा गरिदिउन् फेरि छोरीको र ज्वाइँको जोडी चाहिँ ढुकुरको जस्तो परेवाको जस्तो जोडी होस् हो कि होइन ओहो मेरी छोरीले दक्षिणा ल आयु द्रोणसुते श्रियं दशरथे शत्रु क्षयं राघवे ऐश्वर्यं नौचिकतिश्च पवने मानाञ्च दुर्योधने बलं बलधरे सत्यं स बुद्धि श्रुति विज्ञानं विदुरे भवन्ति भवतां प्रीतिश्च नारायणे ल के रे छोरी पाँदैन हजुरबा दक्षिणा भन्छ हुन त छोरी छोरालाई दक्षिणा दिनु पऱ्यो भने ल ल है बाबु ल नाति दक्षिणा धेरै छ है हजुरबा एउटा छोटे कि जस्तो लाग्यो तिमीलाई लिएको कहाँ ल ल ल यो कहाँ पुग्यो तारमा होइन अब आफ्नै नातिलाई जोडी ल 50 पनि थप्दिन न बा यो सबै राख भनौँ भने अब अरू पनि त्यो होला 50 फेरि छानियाले भनिहाल्यो ल त्यसलाई चाहिँ सदुपयोग गर है बाबु फेरि लङभरि पुग्छ खेलेर उता ल गरेर उता त्यसलाई ल अब खानपिन तयार भयो भने त तपाईँहरू बस्दै गर्नु म लिएर आइहालेँ है ल ल चाँडो गर है मलाई भन्दा पनि यहाँ नातिलाई यहाँ पिङ खेल्न जान हतार भयो जस्तो छ ल केरा खानुहोस् बाबु फेरि यता मासुको परिकार नरुत्ला खाका लौ न दसैँको साइज जान लागिसक्यो टिका लगाइदिने होइन भने दसैँको दिन पनि नरेसँग भने यो लसेक फसेक देखेर रिसाउनै पर्ने ए लौ न आए आए कति च्याठिन्छ हो साइज जानला मलाई थाहा छ त मेरो घर आता घर सबैले टिका लगाएर हिँड्न थालिसक्यो अनि पैसा दिनु परेन पैसा खोज्न लाग्यो त्यहाँ पैसा पनि यहाँ त कति चाहियो र ल अहिले त लिने त आशिष चाहिँ खोइ त मनमने दिँदैछु त कस्तो मनमने हो
ल भाग्यमानी हुनु सबै कुराहरू सोचेको जस्तै छ धेरै नरिसाउनु अलि लोग्नेलाई माया गर्ने गर्नु ए कराको कराई गर्ने होइन लोग्ने पनि त माया गर्ने ल ल अब पैसो भन्दा पनि आशीर्वाद ठुलो ल ल ल भाग्यमानी बस नसाल्ने नि अब अनुहार बिगार्ने होइन खुसी हुने आज टिका दिन ल अब आशीर्वाद त्यति धेरै दिन आउँदैन अब पढाइ त त्यस्तै भइहाल्यो जुन गनाउँदैन ज्यान गना भने होइन इज्जत दिदी मिनाजुले गाली दिएको कि मलाई आशीर्वाद दिएको चुप लाग्न बिनाजुले भने ठिकै त हो नि सम्झेको छ गर्नु अनि बाबाको कत्रो सपना छ दिदी बिनाजु कहाँ बसेपछि उहाँ के नै गरिदिन्छन् भन्ने बाबाको नि ख्याल गर्नु इज्जतको ख्याल गर्नु ल हवस् गर्ने हो दिदी यो के हो के तेरी बहिनीलाई पढाइनस् माइतीमा एकैछिन पढाइनस् 5 रुपियाँ पैसो यसलाई पैसो भन्छन् है पैसा त भन्छन् काली साहब तर राधिका मैसाबलाई चाहिँ 2000 मलाई चाहिँ जम्मा 20 रुपियाँ त्यसरी त म कसरी अगाडि बढ्ने काली साहब ए पैसा पुगेन तँलाई ल यति भइहाल्यो नि यो 20 रुपियाँ एक्लै चाहिँ अब यो 60 पनि भयो मैसाबको नि दुईटा मेरो नि दुईटा आश गरिदिन काली साहब ल नातिनी अब भित्र खानेकुरो के छ सेलरोटी अचार अब भुटुनहरू पनि छ सबै तयार गर अब अरू पनि आउँछन् टिका लाउनलाई है ल उठे आश जय दुर्गे माता जय परमेश्वर ल्याउन नि मलाई यत्रो हात किन दिनुभएको मैसा नातिनी के गरेकी तिमी यस्तो हेर्नलाई दिएको ल्याऊ
पैसा हालिरहेको बेला पुलिस हालेर यो पैसा हाल्यो 20 रुपैयाँ सबै लैहाल्यो समय लिएर गयो आधा भएको के खेला धेरै समय लाग्यो उहाँले लाँदा हो तपाईँले लाँदा हो अनि दसैँमा त खेल्न दिनुपर्छ के काम नपाएर एसियाल त यो रहेछ क्या हेर्छु के भन्दैन गाडीको चिनी चिक्का एकछिन आऊ सबै आऊ भाइ एउटा न अचम्म मेरो बाबु मेरो बाधा तिमीहरूले यति हो बडौला भनेर सोचेकै मेरो सिनेमामा गयो भने पास हुन्छ होला भाइ बाबु यो लुगा चाहिँ जाँदा लिएर आएको नि सुक्खा ठाउँमा लिएर आइन्छ भनिराख्या पैसा माग्यो 2000 राखिहाल हराएर राख्या अब अरू म भन्छु के एकछिन गाडी कानुन हातमा लिने तिमीहरूले तिमीहरू जस्ताले गर्दाखेरि यहाँ देश बिग्रिसक्यो तिमीहरू एकछिन गाडी के गरेको सबैको पैसा फिर्ता देऊ यहाँ पैसा घुसपै भइसक्यो जस्तो छ यहाँ हो हो यहाँ पैसा हाले जस्तो छ सबैको पैसा दिनु पर्यो ल गोजीको पैसा पनि अलि गोजीमा हाल्छ। सबैको पैसा काजी साहबले भनिदिनु कसको पैसा कति कति चाहियो कसको कति हो सबैले पाउँछ कति 8000 रुपैयाँ सुन लागेको छ कामै त्यस्तो गर्नुहुन्छ बा जहिले बुढेसकालमा तपाईँ तपाईँले त बोल्नै मन लाग्दैन यो सब त्यो गरा राजु मास्टरको छ